के छ यार ससँग धेरै पछि भेट भयो के हो कुन जर्सी लाग्यो तिमीलाई बार्साको जर्सी हो राजीव म त सन्चै छु तिमी सन्चै छौ एकदमै सन्चै यार तिम्रो यो जर्सी हेर्दा चाहिँ मलाई 2009 को बार्साको जर्सी याद आउँछ के अब हामी यस्तो आइकोनिक त धेरै छ तिम्रो चाहिँ फेभरेट जर्सी कुन हो के भन न तिमीले अहिले जुन भन्यो नि 2009 को युनिसेफ माय गुडनेस त्यो चाहिँ फेभरेट हो बार्साको अनि जुन त्यो 2015 को एमएसएन ट्रायोको पनि जर्सी थियो नि त्यो नि बवाल लाग्थ्यो राजीव अनि अब अरू टिम्सहरूको कुरा गर्दाखेरि रियल मड्रिडको जुन त्यो बिविन लेखेको जर्सी थियो माय गुडनेस त्यो नि बवाल लाग्थ्यो प्लस एसी मिलानको त्यो सेतोवाला जर्सी जुन काकाले लगाएको हामीले इमेजेसहरू देखेछौँ नि त्यो नि बवाल लाग्थ्यो र चाहिँ तिमीलाई चाहिँ इन्टरनेसनलमा चाहिँ कुन कुन जर्सीजहरू बेस्ट लाग्छ मलाई लाग्छ इन्टरनेसनलमा चाहिँ फुटबलको अर्जेन्टिनाको कुरा जर्सी चाहिँ यस अफ कोर्स फुटबल मलाई इन्टरनेसनलमा चाहिँ अर्जेन्टिनाको जर्सी चाहिँ कहिले डिसपोइन्ट गर्दैन जस्तो लाग्छ एभ्री टाइम ब्लू एन्ड व्हाइट र त्यसलाई पर्फेक्ट एभ्री टाइम पर्फेक्ट हुन्छ कि यस्तो चाहिँ मलाई क्लबमा चाहिँ रियल मड्रिड लाग्छ कि तिनीहरूको व्हाइट हुन्छ एभ्री टाइम केही पनि फरक हुँदैन बट अलि चेन्जेस गर्छ एभ्री टाइम स्लाइड चेन्जेस बट विथ बेटर इम्प्रुभमेन्ट क्या त्यस्तो हुन्छ कि मलाई त्यही भएर जर्सी वाइज रियल मड्रिड आई थिङ्क द बेस्ट लाग्छ र अर्को आर्सेनल पनि मलाई वान अफ द हुन्छ नि जर्सीमा चाहिँ बेस्ट लाग्छ क्या तिमीलाई चाहिँ भन न फेभरेट यो सिजनको फेभरेट जर्सी कुन छ तिम्रो लागि यो सिजनको एब्सोल्युटली त्यस्तरी एउटा राजीव स्पेसिफिक भन्ने त छैन तर म चाहिँ इन्टरनेसनल जर्सीजहरूको हल्का फ्यान हो कि जस्तो मलाई जर्मनीको जर्सी फेरि अति कडा लाग्छ वर्ल्ड कप इयर वर्ल्ड कप इयर पनि हो अनि जर्मनीको जर्सी अहिले नै 2014 को पनि राम्रो लाग्थ्यो 18 को 26 को राम्रै छ अनि प्लस आइ एम अ बिग फ्यान अफ ब्राजिल जर्सी एज वेल मान्छेलाई लाग्छ यार त्यति खास केही छैन बट येल्लो कलर नै आइकोनिक जस्तो लाग्छ कि येल्लो किन सायद हामी येल्लो हुने बित्तिकै फुटबलमा ब्राजिल नै याद आउँछ फेरि येल्लो फेरि हुन्छ नि विल्लारियल बाइक क्लबमा आई गेस छैन अरूकोसँग वुल्फ्स बाइक एउटा विलारियल छैन वुल्फ्स छ डर्टमन्ड यार सरी यार ब्ल्याक येल्लो जायन्ट्स अनि त्यसपछि चाहिँ अपकमिङ जर्सीजहरूको कुरा गर्दाखेरि जुन हाम्रो अर्जेन्टिनाको न्यू जर्सी आएको छ नि ब्लू कलरमा त्यो नि बवाल छ यार अनि स्पेनको पनि अवे जर्सी राम्रो लाग्यो त्यही यार जर्सीसँग डिफ्रेन्ट एक्साइटमेन्ट हुन्छ ल तिम्रो भन नि त योचोटिको फेभरेट जर्सी को छ त इन्टरनेसनलमा ल वर्ल्ड कप केही भनौँ न यो किनभने वर्ल्ड कप छ वर्ल्ड कपमा त अफकोर्स सबै टिमहरू आफ्नो खतरै जर्सी बनाउन चाहन्छन् को छ त एब्सोल्युटली अर्जेन्टिनाको अवे जर्सी चाहिँ मलाई भयङ्कर कडा लाग्यो ओ द्याट ब्लू एन्ड एकदम डार्क ब्लू यस त्यो किन्छु पनि सोचेको छु हेरौँ के हुन्छ तिमीलाई किन्नु पर्यो नि यार तिमीले किनेछ नकिन्ला हो अनि कति नम्बर लगाउँछ नाम के लेखाउँछ नाम त अफ कोर्स वान एन्ड ओन्ली यस दिस सेलिब्रेसन यु माइट नो दिस लियोनल वान एन्ड ओन्ली लियोनल मेस्सी यस एन्ड रोनाल्डो के लाग्छ यो पोर्चुगलको कस्तो छ जर्सी यसरीको पोर्चुगलको जर्सी नि राम्रो हुन्छ जुन त्यो 2018 वाला थियो नि त्यो पनि बवाल लाग्यो क्रिस्टियानोमा त बिग क्रिस्टियानो थियो एउटा देखिनमा पनि हुन्छ एउटा बडी सेपमा पनि क्रिस्टियानो क्या कपाल पनि हुन्छ नि एकदमै सर्ट खाएर देख्यो हुन्छ गन्जा जस्तो बट अलिकति कपाल लाग्यो क्रिस थियो होइन त्यो जर्सी एकदमै ढ्याक्क सही थियो क्या त्यसलाई त्यही हो जर्सीको कुरा भइरहेको छ